ल अब हामी चाहिँ असारको धान रोपेको देख्न सक्छौँ साथीहरू। यसरी चाहिँ असारमा अहिले त अब साउन लागिसकेको छ, धान रोप्ने सिजन छ। यसरी यो पहाडको एउटा फेदीमा उहाँहरूले चाहिँ मस्त धान रोपिराख्नु भएको छ। यो सिजन चाहिँ अब ल हेर्नु होला, यसरी चाहिँ नेपाल कृषि प्रधान देश भन्छन्, त्यसैले अब कृषिमा चाहिँ अब यसरी सबैजना लाग्नु भएको छ, जुट्नु भएको छ। यस्तो देखिएछ। यसरी यो पहाडको चाहिँ नि फेदीमा हामी छ, यसरी देख्न सक्छौँ साथीहरू। यो माथिल्लो खालको चाहिँ पहाड छ। हामी यहाँ नजिकै छौँ पहाडको। यसरी चाहिँ तिमी यता हेर, यता हेर न। ल हाम्रो यहाँ चाहिँ मान्छेहरू पनि घुम्नका लागि यहाँ चाहिँ धान रोप्न लागेको छ अरे, धान रोप्न लागेको छ अरे उहाँलाई पनि। ल हेर्नु होला, गएर धान रोपेर आउँ कि क्या हो भनेर भन्दैछन् मान्छेहरू। हामी यसरी चाहिँ देख्न सक्दछौँ। पहाड छ अलि मासतिर, पहाडदेखि पहाडको फेदीमा चाहिँ यसरी भएर धान रोप्नको लागि चाहिँ एकदम फाटिरहेको छ यहाँ यो खेतमा। अलि तिमी कस्तो उ गरेर बस्यो, अलि यता आऊ न, उता अचम्म छ हो। ल हेर न, उहाँ दाँत छैन, उहाँ चाहिँ दाँत पनि छैन, उहाँको आएर धान रोप्नु मन लागेको छ अरे। अब धान रोपेर आउँछन् मान्छेहरू, उहाँ के बनाउँदैछन् अलि उता। ल साथीहरू, यस्तै नयाँ भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। सब्सक्राइब गर्नुभएको छैन भने कमेन्ट गर्नुहोला, लाइक सेयर गर्नुहोला। यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। यस्तै नयाँ कुराहरू हेर्नको लागि आउनु होला है साथीहरू। नयाँ भिडियोहरू लिएर म आइरहेको छु।